आज हामी नेपाल र भर्सेस कुवेतको म्याच प्रिभ्यू बारेमा बोल्न गइरहेका छौँ। नेपालले वर्ल्ड कप क्वालिफायरको हुनको लागि कुवेत र जापानको समूहमा परेको छ। यस म्याच 8 अक्टोबर अर्थात् भोलि हुन गइरहेको छ। यो चाहिँ अल कमलराज क्रिकेट ग्राउन्डमा हुन गइरहेको छ। नेपाली समयअनुसार 8:45 मा गेम सुरु हुनेछ। यस गेम हेर्नको लागि ICC.TV बाट हेर्न सकिन्छ। नेपाली साइड की प्लेयरहरू: नम्बर 1 कुशल भुर्तेल। कुशल भुर्तेलको अहिले रिसेन्ट पर्फर्मेन्स धेरै राम्रो रहेको छ। नम्बर 2 आसिफ शेख। आसिफ शेखले पनि राम्रो रन हान्दै नेपाललाई जिततर्फ दौडाउने। दिपेन्द्र सिंह ऐरीले पनि राम्रो रन हान्न सफल भएका छन्। सन्दीप लामिछानेले आफ्नो बलिङको माध्यमबाट आफूलाई पनि प्रुभ गरेर देखाएका छन्। पिच ब्याटिङका लागि राम्रो देखिन्छ। सुरुका ओभरमा ब्याट्सम्यानहरूले रन बनाउन सक्छन्। पिचमा स्पिनरहरूले केही मद्दत पाउने सम्भावना छ। मौसम पनि ठिक देखिएको छ। यिनी गेम जितेर नेपालले राम्रो सुरुवात गर्न सक्छ। के तपाईलाई लाग्छ नेपालले वर्ल्ड कप क्वालिफायर हुन सक्ला त? हुन्छ भने कति म्याच जितेर हुन्छ होला? कमेन्ट गर्नुहोस्। क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।